Hello, good morning everyone. Welcome in my mini blog. सो ब्रसहरू गरेँ बिहानी अनि उठेर अनि मैले हल्का मेकअप गरेँ अनि मेकअप गर्दाखेरि म त्यस्तो साह्रो गर्दिनँ नि त हेभी लाइट मात्रै गर्छु त्यो पछाडि मेकअप गरिसकेपछि ड्रेस लगाएँ अनि आज बाहिर जाडो जाडो छ त्यो भएर मैले चाहिँ हो लङ स्लिभ बेस लगाएँ अनि रेडी भएर निस्केँ है त बाहिर निस्किँदा त वाउ कस्तो दामी वेदर है बाहिर एकदम सन्नी तर के गर्नु एकदम जाडो थियो है अनि मलाई फेभरेट जुस खानु मन पऱ्यो अनि म जुस खाएँ अनि जुस खाइसकेर हामी आमा छोरी मजाले वेदर इन्जोय गर्दै आज स्याटरडेको दिन हामी सपिङ गर्न गयौँ अनि यहाँबाट चाहिँ डाइरेक्ट हामी नाइकी स्टोरमा पस्यौँ अनि त्यो पछाडि आमाले सू मन पराउनु भयो ठिक्क अनि वाइटबाट है कति मजाको रहेछ ठिक्क उहाँलाई हुने साइज भेटायौँ अनि मैले एउटा टी सर्ट किनेँ अनि त्यो पछाडि दुईजनालाई किनेर हामी बाहिर निस्क्यौँ अनि बाहिर निस्केर अनि मेरो ब्यागहरू किन्नु थियो नि त अनि डाइरेक्ट हामी फेरि कोचमा पस्यौँ अनि यस्तो हेरेको मलाई त ब्याग चाहिरहेको थियो छनु त मसँग छ आई हेभ अ लट तर पनि अब कलरहरू यस्तो फेरि हेर्दाखेरि म्याच हुन्छ होला भनेर नि वाइट पनि छ ब्ल्याक पनि छ अरू कलरहरूमा पनि छ तर एउटै उयसको छैन नि त त्यो भएर चाहिँ यस्तो हेरेको ब्ल्याक पनि राम्रो लाग्छ वाइट पनि अनि त्यही भएर फेरि यसो हेरेको ब्यागमा झुन्ड आउने भेटाएँ अनि त्यो सबै किनेर गएँ अनि फेरि बाहिर निस्केर एउटा बजार पसेँ अनि भेस्टहरू किनेँ अनि फेरि डलर्स पसेँ अनि यस्तो हेरेको कि यो मलाई क्रप्स अस्तिदेखि किन्नु मन लागिरहेको थियो नि त अनि त्यो भएर इट्स रियली एक्सपेन्सिभ बट इट्स रियली गुड एन्ड कम्फर्टेबल है एकदम खुट्टाहरूको लागि चाहिँ साह्रो राम्रो हुन्छ क्या उयो अनि त्यो भएर मैले चाहिँ यो किनेँ अनि कस्तो खुसी लाग्यो क्या बल्ल बल्ल साइज भेटायो भनेर अनि मक्ख परेर म चाहिँ बाहिर निस्केँ किनिसकेर अनि किनिसकेर म चाहिँ ओल्ड नेभी गएँ अनि नानीलाई समरमा यसो हेरेको सोडा पेन अनि बेस्टहरू किनेँ अनि त्यो पछाडि फेरि आमा छोरी बाटोमा घर फर्क्यौँ अनि हेर्नु न बाहिर कस्तो मजाको वेदर अनि गफ गर्दै अनि आयौँ अनि घर आएर मैले के किनेँ म तपाईँहरूलाई देखाउँछु है त अनि यहाँनिर छ सुरुमै मेरो नानीको लागि मैले अघि मैले तपाईँहरूलाई भनि नै गएँ होइन बेस्ट र अनि त्यो पछाडि अब त्यहाँ त अब कति भिड हुन्छ नि त अनि के किन्यो भनेर देखाइरहनु पाइँदैन मतलब अब भिडियोमा देखिँदैन तर अब सबै किनिसकेपछि घरमा देखाउने हो आएर होइन त्यसपछि अनबक्सिङ गर्ने हो अनि त्यो पछाडि चाहिँ मैले नानीको लागि टी सर्ट बेस्ट अनि त्यो पछाडि त्यही किनेँ अनि बक्समा हेर्नुहोस् है त यो चाहिँ आमाको लागि जुत्ता अघि देखाइरहेको थिएँ नि आमाले नापिरहनु भएको थियो अनि इट्स रियली है नाइस कलर अनि वाइट र अनि कम्बिनेसन काइन्ड अफ ब्लू तर कस्तो राम्रो है त्यो पछाडि अनि मैले पनि फेरि यस्तो हेरेको कोचमा कस्तो मजाको एउटा सू भेटाएँ क्या अनि वाइट कलरमा रहेछ अनि यो चाहिँ कोचको हो है ठिक्क मलाई कस्तो मन पऱ्यो हेर्नु न साथीहरू कस्तो दामी हो कोच लेखेको छ अनि कस्तो मन पऱ्यो क्या अनि मैले त्यो लिएँ अनि फेरि अनि अघि मैले भनिरहेको थिएँ नि साथीहरू के लिउँ ब्याग वाइट कलर ब्ल्याक कलर भन्दै सोचिरहेको थिएँ अनि फाइनल्ली मैले चाहिँ वाइट लिएँ अनि हेर्नुहोस् कस्तो मजाले सर्ट बनाएर बोक्दा नि भयो लङ पार्दा नि मक्ख भइरहेको छु क्या म आफै अनि त्यो पछाडि कस्तो मन पऱ्यो अनि यस्तो हेरेको अघि मैले देखाइरहेको थिएँ नि त त्यहाँ साइडमा झुन्डाउने रेड यसको कस्तो एक्सपेन्सिभ रहेछ तर मलाई कस्तो मन पऱ्यो ब्यागमा अनि हेर्नु ल कस्तो दामी देख्दो रहेछ वाइटमा अनि रेड कम्बिनेसन इज रियली नाइस है अनि त्यही भएर हेर्नुहोस् है साथीहरू म त्यहाँ ब्यागमा लाएर तपाईँहरूलाई देखाउँछु अनि इट्स रियली नाइस त्यस पछाडि फेरि अनि अघि मैले नाखिरहेको थिएँ नि कर्स अनि त्यो चाहिँ म त कुन हो भनेर म तपाईँहरूलाई देखाउँछु र अघि मैले कस्तो मजाको हेर्नु वा इट्स रियली नाइस कलर है कस्तो मन पऱ्यो थ्याङ्क यू आजको मिनी ब्लग यति नै सी यू नेक्स्ट टाइम